नमस्कार। हजुरहरूलाई म धेरैजनाको कम्प्लेन थियो। यो पाखुरा यहाँदेखि लिएर यसरी हातको यो अन्तिम भागसम्म रहेछ दुख्ने। धेरैजनाको कम्प्लेन भएकोले गर्दाखेरि मलाई पनि यही थियो समस्या। मैले डक्टरलाई पनि देखाएँ। डक्टरले भन्नुभयो, "होइन, तपाईँले सुई लगाउनुपर्छ" भन्ने। सुई पनि लगाएँ मैले। सुई लगाएपछि अलिक दिन निको भयो। अलिक दिन निको भएपछि फेरि जस्ताको त्यस्तै। र थोरै मलाई एक्युप्रेसरको अध्ययन भएकोले गर्दाखेरि यो टिप्स गर्दा हुन्छ कि भनेर मैले टिप्स गरेँ। हेर्नुहोस् होला यहाँ टिप्स कस्तो खालको छ भने म देखाइदिनुहुन्छ। तपाईँलाई चट्टसँगले यसरी यहाँ राख्ने हात, यहाँ यसरी, अनि यो नङलाई थिच्नै पर्छ, यहाँ दबाउनै पर्छ। नङलाई दबाएर चाहिँ हामीले यसरी 1 2 3 स्ट्रेट हात राखेर एकदम 1 2 3 10 खेप गर्नुहोस् त 30 सेकेन्डसम्म गर्नुहोस्। यसो गरेर अनि फेरि यही हात यहाँ लानुहोस्, अर्को हातलाई यसरी गरेर टक्कै यो नङको टुप्पो चाहिँ दबाउनुपर्छ। फेरि 1 2 गर्दै गर्दै 10 खेप 20 खेप जतिसम्म 30 सेकेन्ड। दिनमा तपाईँले 3 खेप 4 खेप जति दुख्छ, दुखेको अनुभव भएपछि गर्नुहोस्। यसो गरेपछि मलाई चाहिँ मैले चट्ट छुटकारा पाएँ। यो एउटा एक्युप्रेसरको टिप्स हो र यो गरिदिनुहोस् हजुरले। हजुरलाई पनि जसले दुखेको सायद तपाईँहरूले पनि छुटकारा पाउनुहुन्छ। मैले पाइसकेको छ। फर्मुला चाहिँ तपाईँले दिनमा जतिखेर दुख्छ, यति दुख्यो भने पनि तपाईँले गरिदिनु। दुखेको थाहा पाउनुभयो यो कुनै भागमा अनि चट्टसँग यहाँ राख्नुहोस्, यसरी सिधा राखेर ठक्कसँगले 1 2 3 4 गरिदिनुहोस् त तपाईँको दुखेको आफै हट्दै 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 जान्छ। अर्को फेरि यसै गर्नुहोस्। यहाँ पनि 1 2 3 4 जति सक्नुहुन्छ त्यति गर्नुहोस्। तपाईँले एकदम यो दुखेकोबाट छुटकारा पाउनुहुन्छ। यो चाहिँ एक्युप्रेसरको टिप्स हो र हजुरलाई जसलाई दुख्छ तपाईँले गर्नुहोस्। तपाईँले अवश्य छुटकारा पाउनुहुन्छ। डक्टरबाट सुईबाट बस्नुहुनेछ। त्यही भएर आफ्नै घरको आफै गर्ने यो एक्युप्रेसरको टिप्स हो र यो कस्तो लाग्छ भिडियो हजुरले हेरिदिनुहोस् र यदि निको भयो भने तपाईँले सेयर, कमेन्ट्स जरुर गरिदिनुहोस्, लाइक पनि गरिदिनुहोस्। धन्यवाद।